किन 95% मानिस सफल हुँदैनन्? तपाईले कहिले सोच्नु भएको छ किन एउटै उमेर, एउटै अवसर र कहिलेकाहीँ एउटै शिक्षा समेत भएका मानिसहरूमध्ये केही असाधारण सफलता हासिल गर्छन्, तर धेरै जसो भने त्यही ठाउँमै अड्किएका हुन्छन्? कारण भाग्य मात्र होइन। पहिलो कारण स्पष्ट लक्ष्यको अभाव। धेरै मानिसहरूलाई आफू कहाँ पुग्न चाहन्छु भन्ने नै थाहा हुँदैन। दिशा नै नभएपछि गति जतिसुकै भए पनि गन्तव्य भेटिँदैन। दोस्रो कारण डर। यदि असफल भए भने यही एउटा प्रश्नले हजारौं सपना सुरु हुनु अघि नै रोकिदिन्छ। तर याद राख्नुहोस्, असफलता अन्तिम होइन, सिकाइको सुरुवात हो। तेस्रो कारण कम्फर्ट जोन। सजिलो जीवन सबैलाई मनपर्छ, तर विकास भने जहिले पनि असहज ठाउँबाट सुरु हुन्छ। जहाँ चुनौती हुन्छ त्यही नयाँ अवसर पनि हुन्छ। चौथो कारण कन्सिस्टेन्सीको कमी। धेरैले ठूलो उत्साहका साथ सुरु गर्छन्, तर केही दिनमै छोड्छन्। सफलता कुनै एक दिनको मेहनतले होइन, हरेक दिनको सानो तर निरन्तर प्रयासले बन्छ। र अन्तिम कारण अरूसँग तुलना। अरूको सफलताको कथा हेरेर आफ्नो यात्रा कमजोर ठान्नु सबैभन्दा ठूलो गल्ती हो। तपाईको समय, परिस्थिति र यात्रा फरक छ। याद राख्नुहोस्, सफल मानिसहरू अरूभन्दा धेरै भाग्यमानी भएर होइन, धेरै दिनसम्म हार नमानी अघि बढेकाले सफल भएका हुन्। आज आफैलाई एउटा प्रश्न सोध्नुहोस्, म आफ्नो सपनाको लागि आज एउटा सानो कदम चाल्दैछु कि केवल भोलिको प्रतीक्षा गरिरहेको छु? किनभने सफलता एकैचोटि आउँदैन। सही सोच, सही बानी र निरन्तर प्रयासले बिस्तारै निर्माण हुन्छ। यदि तपाईँ पनि आफ्नो सोच बदल्न चाहनुहुन्छ भने द नेपाली माइन्डसेटलाई फलो, सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यहाँ हामी केवल भिडियो होइन, सोच बदल्ने विचारहरू पनि साझा गर्छौँ।